यो क्लिप चाहिँ 2010 को च्याम्पियन्स लिगको फर्स्ट लेग यो इन्टर मिलान र बार्सिलोनाको गेमको। अनि यो गेम चाहिँ इन्टर मिलानको होममा थियो हैन। अनि इन्टर मिलानले यो गेम चाहिँ 3-1 जितेको पनि थियो। अनि यो बेला इन्टर मिलानको म्यानेजर होसे मोरिन्यो, जसको युट्युबमा एउटा भिडियो छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। अनि त्यसमा चाहिँ उनले यो खेलको ट्याक्टिकल ब्रेकडाउनको विषयमा कुरा गरेका छन्, ट्याक्टिकल कुराहरू ब्रेकडाउन गरेका छन् हैन। अनि त्यो भिडियोमा उनले के भन्छन् भन्दाखेरि यो गेममा आउनुभन्दा अगाडि एउटा ठुलो कन्सर्न चाहिँ उनीहरूलाई मेसीलाई कसरी काउन्टर गर्ने भन्ने कुरा पनि थियो हैन। अनि मेसीलाई कसरी काउन्टर गर्ने भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट भएको कारणले उनीहरूले चाहिँ मेसीलाई काउन्टर गर्ने विषयको अराउन्डमै बसेर आफ्नो ट्याक्टिकल फाउन्डेसनहरू तयार गरेका थिए हैन। अनि यहाँ एउटा सानो यो क्लिप हेर्नु ल। Интер – это последняя надежда Италии сохранить 4 команды в Лиге чемпионов. Германия наступает на пятки, Бавария играет в Лиге чемпионов, немецкий клуб в Кубке УЕФА. Может быть такой раз. जस्तो तपाईहरुले हेर्नुभयो हैन, यहाँनिर अब होसे मोरिन्योले के गरेको छ भन्दाखेरि मेसी जहाँ पनि जान्छ, जब बार्सिलोनासँग बल हुन्छ, मेसी जहाँ पनि जान्छ उसको अराउन्डमा दुई अथवा 3 जना प्लेयरहरू कुनै पनि बेला मेसीको पछाडि लगाइदिएको छ, ताकि मेसीको थ्रेट जुन होस् त्यसलाई चाहिँ न्युट्रल गर्न सकियोस्, त्यसलाई काउन्टर गर्न सकियोस् हैन। अनि यो गेममा भएको पनि त्यही छ। यो गेममा इन्टर मिलानको जुन लेफ्ट ब्याक जेनेटी हैन, अनि त्यसपछि 3 जना मिडफिल्डरहरू हैन, थिएगो मोटा अनि काम्बियासो अनि त्यस्तै अर्को मैले नाम बिर्सेँ हैन। अनि धेरै पुरानो म्याच हो, मैले नाम बिर्सेँ। अनि यी 3 जनालाई चाहिँ के गरेको थियो त भन्दाखेरि यदि मेसी चाहिँ लेफ्ट विङबाट बार्सिलोनाको राइट विङबाट अगाडि बढ्छ भने त्यो बेलामा चाहिँ जेनेटीले उसलाई समात्ने। यदि जेनेटी त्यहाँ गएको बेला दानी अल्वेस पनि ऊ सँगसँगै, दानी अल्वेसले यदि ओभरल्याप निकाल्छ भने जेनेटीले दानी अल्वेसलाई समात्ने। अनि त्यसपछि काम्बियासो अथवा अरू कोही त्यहाँका मिडफिल्डरले चाहिँ मेसीलाई समात्ने। अनि यदि मेसी त अब फ्रिडमको साथ खेल्ने हो, ऊ यहाँ पनि खेलिरहेको हुन्छ, यहाँ पनि खेलिरहेको हुन्छ। यदि ऊ त्यहाँबाट अरू ठाउँमा जान्छ भने थियागो मोटा काम्बियासोहरूसँग, अथवा गाह्रो भयो भने वेस्ली स्नाइडरले पनि माथिबाट झरेर मेसीलाई ट्र्याक गर्ने भनेर उनीहरूले चाहिँ आफ्नो गेम प्लान बनाएको भनेर चाहिँ उसले होसे मोरिन्योले बताएको एउटा भिडियो भेटिन्छ हैन। जस्तो अब यो क्लिपमा पनि देख्न सक्नुहुन्छ हैन। अब मेसीले यहाँनिर फ्रिडमसँग उसले आफूले चाहेको पास खेल्नै सकिरहेको छैन क्या। उसको पछाडि कुनै पनि बेला प्लेयर छन् हैन। हेर्नुहोस् हैन, मेसीले आफूले यति सजिलोसँग खेल्न पाएकै छैन क्या। किनभने होसे मोरिन्योले यति मजासँगले उसको लागि ट्र्याप बनाएको थियो। अनि होसे मोरिन्योले त्यो भिडियोमा के भनेको छ भन्दाखेरि हामीले चाहिँ ग्राउन्डभित्र मेसीको लागि एउटा जेल तयार गरेको थियौँ भनेर भनेको छ क्या। र साँच्चै त्यही अनुसारकै खेल भएको थियो। अब यहाँ पनि हेर्नुहोस् ल। अब दानी अल्वेस र मेसी दुवैजना यहाँनिर यहाँ विङमा, बार्सिलोनाको राइट विङमा केही मुभमेन्टहरू क्रिएट गर्न खोजिरहेको हुन्छ। अब यो बेलामा कसरी काउन्टर गर्छ इन्टर मिलानले त्यसलाई हेर्नुहोस् ल। हेर्नु, मेसी डिप गएको थियो, मेसी अगाडि गएको थियो होइन। अनि मेसी अगाडिबाट अब यहाँ ड्रप गर्दैछ, यहाँ बल लिएर ड्रप गर्दैछ। उनीहरूले के गर्यो भन्दाखेरि अब यहाँनिर मेसी सँगसँगै मेसीलाई लिनलाई, यहाँ मेसी सँगसँगै मेसीलाई हेर्नलाई यहाँ इन्टर मिलानको सेन्टर ब्याक सामुएल आइरहेछ होइन। अब यहाँ के हुन्छ भन्दाखेरि यो लाइनबाट एउटा सेन्टर ब्याक उठेर आइदिइसकेपछि यहाँनिर सेन्टर ब्याकमा यहाँनिर त यहाँ ग्याप क्रिएट हुन्छ। तर इन्टर मिलानले के गर्छ भन्दाखेरि एकजना मिडफिल्डरले यहाँ ड्रप गरिदिन्छ। अनि त्यसपछि जो यहाँनिर फुलब्याक हुन्छ ऊ फुलब्याकले पनि यहाँनिर यहाँनिर डिफेन्सिभ लाइन मेन्टेन गरिदिन्छ क्या। अनि त्यसपछि जब मेसीको थ्रेट टाढा जान्छ, जब मेसी यताबाट मुभ गरेर जान्छ, यो सेन्टर ब्याक मेसी सँगसँगै जाँदैन क्या। अर्को मिडफिल्डरले मेसीलाई हेरिदिन्छ। अनि यो सेन्टर ब्याक चाहिँ फेरि आफ्नो ठाउँमा फर्किदिन्छ क्या। अनि मेसी जहाँ जाँदाखेरि पनि उसको लागि एकजना मार्क चाहिँ अलरेडी तयार क्या। जस्तो हेर्नुहोस् ल। अब उसले यहाँ मेसीलाई
उ गरिरहेको छ मेसीलाई यहाँ मेसीको पछि लागिरहेको छ होइन 2 जना छन् यहाँनिर मेसीको पछि अहिले खासमा लागिरहेको अब मेसीले यहाँ बल खेल्दैछ दानी अल्भेसलाई दानी अल्भेसलाई बल खेल्यो दानी अल्भेसको लागि पनि अर्को आइसक्यो क्या दानी अल्भेस अनि अब डिफेन्सिभ लाइन हेर्नुहुन्छ भने फेरि डिफेन्सिभ लाइन 4 जना बनिसकेको छ जब कि यहाँ सेन्टर ब्याक आइसकेको छ होइन सेन्टर ब्याक आउँदाखेरि पनि डिफेन्सिभ लाइन ब्रेक भएको छैन अब हेर्नुहोस् ल अब फेरि उसले मेसीलाई खेल्यो अब यहाँ दानी अल्भेस रन बनाउन खोज्दैछ हेर्नुहोस् है ओभरल्यापमा तर यहाँनिर उसलाई छोड्ने छैन क्या उसलाई छोड्ने छैन यहाँनिर उसलाई छोडेकै छैन अब हेर्नुहोस् ल अब मेसी यतातिर गयो यहाँसम्म मेसीसँग बल छ यो सेन्टर ब्याक हो हेर्नुहोस् है यो सेन्टर ब्याक हो सेन्टर ब्याक यहाँनिर आइरहेछ मिडफिल्डरभन्दा माथि छ है सेन्टर ब्याक अहिले अब हेर्नुहोस् ल मेसीले पास खेल्यो होइन अब यो सेन्टर ब्याक फर्किन्छ क्या किनभने अब मेसीसँग बल छैन अब यहाँबाट पास लन्च गर्न सक्छ कसैले होइन भर्टिकल बल खेल्न सक्छ भनेर अब यो सेन्टर ब्याक आफ्नो ठाउँमा फर्किन्छ क्या अनि त्यसपछि मेसीलाई यहाँको मिडफिल्डरले समात्छ क्या फेरि है अब मेसीलाई यहाँ हेर्नु त मेसीलाई यहाँ अर्कोले हेर्न थालिसक्यो क्या अब मेसीलाई समातेको अर्कोले छ अनि जुन होसे मोरिन्योले भनेको छ नि मेसीको लागि चाहिँ हामीले एउटा जेल क्रिएट गरेको थियो यो चाहिँ लिटरली देखिन्छ क्या तपाईँले गेम हेर्नुभयो भने मेसीलाई कुनै पनि टाइममा यो गेममा फ्री छोडेको छैन क्या अनि यस्तो खालको गेम चाहिँ मेसीको करियरमा तपाईँले एकदमै कम देख्नुहुन्छ